एभ्रिवान गुड मर्निङ। आज नै हामी चौरी प्रबन्धन कार्यक्रमको अनुगमन गर्न निस्किनलाई गएर हुनेछौँ। अनुसार चाहिँ डेट हेर्दै हुनुहुन्छ, यसको एक्सपायर डेट र गाडी चाहिँ तयारी अवस्थामा। हामी यहाँ गाडी राखेर चाहिँ पैदलमा यात्रा मार्फत चाहिँ चौरीकोटतिर हामी जाँदैछौँ। हामी चाहिँ चौरीकोट जाने क्रममा बाटोमा छौँ र अगाडि हाम्रा हिसाब बुढा आदर्शज्यू हुनुहुन्छ। अब उकालो बाटोमा चढ्दै लाली गुराँस। यसै फुल्यो बनाइमा बाटो यस्तो छ एका थिए चौरीकोटको गाउँ हो जीवन छ हैसे है हेट। ओहो नि घना जङ्गलको बाटो हामी चौरीकोट जाँदैछौँ। न्वारानमा खाएको घिउ निस्किने बाटो छ। इसको कहीं देखा है, चेहरा जाना पहचाना लगा। चौरी खर्कमा आइपुग्यौँ। चौरी हिँडिसक्यो अब छैनै क्या हो। सेतो र कालो हुनु पर्यो नि त यो त।
ल एकै ठाउँमा जम्मा पारेर यो 17 वटाको तपाईँको नाम भनिदिनु। सोना शेर्पा। यो ठेगाना गौरीशङ्कर गाउँपालिका वडा नम्बर 5 है। तपाईँलाई यसपालि गाउँपालिकाबाट कति अनुदान पाउनुभयो? 5 लाख। तपाईँले 5 लाख हालेर 10 लाख होइन टोटल 10 लाखको तपाईँले कतिवटा चौरी किन्नुभयो? 17 वटा है। कहाँबाट ल्याउनु भयो चौरी? सोलुबाट ल्याइयो। अनि अहिले कतिवटा दुना छन्? कतिमा ल्याउनु भयो? प्रत्येक गोटा कसरी ल्याउनु भयो चौरी चाहिँ एउटाको? एउटामा त्यही सत्तरवटा गरेर 34 वटा र एउटा गोरु अनि एउटा चोक्पे छ। ल चौरीको कार्यक्रम अनुगमन गरेर अब जान लाग्दैछौँ। ल ल बस्नु है त। ल ल अर्कोचोटि आउँदाखेरि यो चौरी चाहिँ घटेको देख्नु नपरोस् है। अहिले 34 वटा छ, टिपेर राख्छ हामीले है। ल ल जाऊ। मिर्गा फाइनली हामी आइपुग्यो होइन त। टक्क हामी आइपुग्यो को हाम्रो गाडी भएको ठाउँमा।